रोजलपा नमस्ते। समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा सुशान्त श्रेष्ठ र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा अभिवादन। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम आइतबार, मङ्गलबार र बिहिबार बिहान ठिक यसै बेला प्रस्तुत हुन्छ। विशेष गरी समसामयिक विषयहरू हामी यसमा प्रस्तुत गर्छौँ। आजको कार्यक्रममा हामी काठमाडौँमा अहिले भाइरल भइरहेको एउटा केस, यो मुद्दाको बारेमा कुराकानी गर्दैछौँ। घर भाडा सम्बन्धी रूपा सुनार र सरस्वती प्रधान बीचको यो कटाक्ष कहिलेसम्म चलिरहनेछ र कहिले समाप्त होला, यो सबैलाई कौतूहलको विषय पनि भएको छ। यसै विषयमा आज कुराकानी गर्न हामी अधिवक्ता राजकुमार सुवालजीसँग कुराकानी गर्दैछौँ। उहाँ पेसाले वकिल भए पनि बौद्धिक सम्पत्ति विज्ञ पनि हुनुहुन्छ। उहाँसँग आज कुराकानी गर्दैछौँ। यो म टेलिफोनमा सम्पर्क भइसकेको जानकारी पाएको छु। हेलो 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 राजकुमारजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर नमस्ते। मलाई सुन्नुहुन्छ? तपाईँको साउन्ड अलिक सानो आउँछ। अलिकति एकछिनपछि यो सायद यो प्रविधिको केही फरक होला सायद। फेरि पनि मैले यहाँलाई हाम्रो कार्यक्रममा निम्त्याएँ। हजुर धन्यवाद। यसअघि अलि अगाडि कुरा भएको थियो है, हाम्रो यो कीर्तिपुरको बाघ भैरव मन्दिरको बारेमा हामी कुराकानी गरेका थियौँ, याद छ यहाँलाई? हजुर 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 याद छ। आज पनि यस्तै एक विषयसँग सम्बन्धित रहेर कुराकानी गरौँ कि भन्ने सोचेको छु। तपाईँ अधिवक्ता भएको नाताले र त्यसमा पनि बौद्धिक सम्पत्ति विज्ञ भएको नाताले काठमाडौँमा अहिले चलिरहेको एउटा घर भाडा सम्बन्धीको केस छ नि, रूपा सुनार र सरस्वती प्रधानज्यूको, यो मुद्दा खास मुद्दासम्म जानुपर्ने स्थिति थियो अथवा साधारण अन्डरस्ट्यान्डिङमै सकिने केस थियो? कसरी हेर्नु भएको छ यहाँले? मुद्दासम्म जानुपर्ने थियो कि सामान्य अन्डरस्ट्यान्डिङमा जानुपर्ने थियो कि भन्ने विषयलाई हामीले एनालाइसिस गर्दाखेरि अब विषयवस्तुलाई एनालाइसिस गर्ने त हरेक व्यक्तिको आफ्नो आफ्नो तरिका हुने भयो। हजुर। अब विषयवस्तुको यसको परिवेश, यसको चाहिँ नि यसको इम्प्याक्ट भनौँ न हामी, होइन? हजुर। त्यसको इम्प्याक्ट, असर, अब वस्तुस्थिति, यो सबै कुरालाई एनालाइसिस गर्दाखेरि चाहिँ वास्तवमा यो रूपा सुनारजीले कानुनी प्रक्रियामा जाने विषयवस्तु नै होइन भन्ने कुरा चाहिँ त्यो चाहिँ प्रश्न छ। हजुर। त्यो कसरी हामीले यसरी भन्न सकिन्छ भन्ने कुरामा जाँदाखेरि, हजुर, अब रूपाजी शिक्षित व्यक्ति हुनुहुन्छ, उहाँ एउटा प्रोफेसनल व्यक्ति हुनुहुन्छ। हजुर। उहाँ जर्नलिस्ट भन्ने कुरा सबैलाई थाहा छ, अब मिडिया पर्सन भन्ने कुरा सबैलाई थाहा छ, उहाँ कलाकार भन्ने कुरा सबैलाई थाहा छ। हजुर। अनि त्यो भन्दा पनि उहाँ जुझारु यङ मान्छे भन्ने कुरा थाहा छ, शिक्षित मान्छे भन्ने कुरा थाहा छ क्या। हजुर। हजुर। रूपा सुनारजीको त्यत्रो ठुलो चाहिँ फिचर, त्यत्रो ठुलो विशेषता उहाँसँग हुँदाहुँदै उहाँले चाहिँ यो जुन अहिले उहाँ सरस्वती प्रधानजीको घरमा जाँदाखेरि सरस्वती प्रधानजीको परिवारले उहाँहरूको आफ्नो पारिवारिक एउटा बाध्यताको कारणले भनौँ न, बाध्यता पनि अझ यसलाई कसरी भन्छु म चाहिँ उहाँको पारिवारिक अधिकारै भन्छु, संविधानले दिएको छ। हजुर। कसैले म धर्म मान्छु, कसैले म मेरो घरमा चाहिँ नि यस्तो यस्तो व्यक्तिलाई चाहिँ हामी राख्दाखेरि हामीलाई डिस्टर्ब हुन्छ, कसैलाई चाहिँ आफ्नो घरमा आफू बस्ने घरमा है, आफ्नो घरमा भन्दाखेरि अब बिजनेस कम्प्लेक्स, अब हाउसिङ अथवा कसैलाई चाहिँ सार्वजनिक रूपमै म केही कुराको लागि गरिदिन्छु भनेर उद्घोष गरेको ठाउँ विषयवस्तु भएको भए त त्यो त भन्न नपाइएला। हजुर। तर नितान्त आफू बसोबास गर्ने रेजिडेन्सियल घरमा आफू पारिवारिक सबै कुराहरू चलाउनु पर्ने, बस्न खानु पर्ने, संस्कृति
धर्म संस्कृति परम्परा चाडपर्व सबै मनाउनु पर्ने ठाउँमा हजुर त्यसरी मनाउने बस्ने क्रममा चाहिँ नि घरको कुनै फ्यामिली, त्यो पनि मूल फ्यामिली, सिनियर सिटिजन, ज्येष्ठ नागरिक जसलाई संविधानले विशेष सुविधा दिएको छ, राज्यले विशेष संरक्षण गर्नुपर्छ भनेको छ। हजुर ज्येष्ठ नागरिक सम्बन्धी ऐनले चाहिँ नि परिवारको हरेक सदस्यलाई चाहिँ विशेष दायित्व दिएको छ। हजुर त्यस्तो ज्येष्ठ नागरिकको इच्छा आकांक्षा विचारलाई चाहिँ नि हामीले सोकल अर्थोडक्स भनेर, यो परम्परावादी भनेर, यो चाहिँ नि गैर कानुनी गलत कुरा भनेर उहाँहरूको विचार, उहाँहरूको बुझाइ, उहाँहरूको परम्परा, उहाँहरूको जीवनशैलीलाई अब हामी त्यो तेस्रो र चौथो पुस्ताको उमेरको व्यक्तिको जीवनशैली, उहाँहरूको चाहिँ बुझाइलाई अब यो पहिलो पुस्ता दोस्रो पुस्ताले चाहिँ यो द्वन्द्व गरेर बस्ने सिचुएसनको परिकल्पना हामीले गर्न खोजेको हो कि जस्तो लाग्छ। हजुर अब त्यो कुरा चाहिँ हुनु नपर्ने थियो। किन भन्दाखेरि रूपा सुनारजीको एक्लैको अधिकारको मात्रै एक्जिस्ट हुने संसार जस्तो त होइन। पक्कै पनि संसार भनेको त, समाज भनेको त सबैको अधिकारको सामूहिक उपभोगको विषयवस्तु होला पक्कै पनि। अनि त्यस्तो गर्दै गर्दाखेरि हामी रूपा सुनारको एउटा अधिकारको उल्लङ्घन भयो कि भनेर खोजी नीति गर्दै गर्दाखेरि यता चाहिँ सरस्वती प्रधानजीको तर्फको चाहिँ त्यत्रो व्यक्तिहरू छ, त्यहाँ परिवार छ, अनि त्यो उहाँहरूको चाहिँ अधिकार चाहिँ के कसो हो त भन्ने चासोसम्म पनि एउटा विद्वत वर्ग भनौँ न, एउटा चाहिँ रूपाजी जस्तो व्यक्तिको चाहिँ मन मस्तिष्कमा, विचारमा, विवेकमा नआउनु भनेको चाहिँ यो धेरै दुःखद कुरा हो। हजुर धेरै दुःखद कुरा हो। अनि यो सामान्य विषय वास्तवमा व्यावहारिक रूपमा हामीले भन्ने हो भने नेपालको 99% मान्छेले यो विषयलाई सामान्य नै मान्छ। हजुर अब सामाजिक कुरा, समाजले सामान्य मान्ने विषयलाई एउटा व्यक्तिले आफ्नो पहुँच छ, आफूसँग चाहिँ क्षमता छ भन्दैमा पहुँच र क्षमतालाई चाहिँ दुरुपयोग गरेर समाजलाई भड्काउने काम गर्नुभएको अवस्था जस्तो मलाई चाहिँ लाग्छ। त्यो भएको कारणले गर्दाखेरि रूपाजीले जुन मेथोड अप्नाउनु भएको छ, जुन तरिका अप्नाउनु भएको छ, त्यो चाहिँ एकदमै घोर भत्सना गर्नुपर्ने विषय हो भन्छु म चाहिँ। हजुर पक्कै पनि। उसमा के भने काठमाडौँ उपत्यका चाहिँ परापूर्वकालदेखि यहाँ नेवार बस्ती छ र नेवारी आफ्नै परम्परा, आफ्नै संस्कृति छ। उनीहरूले आफ्नो सम्पत्ति, आफ्नो अधिकार पनि हुन्छ। आफ्नो अधिकार अब कसैलाई भाडा दिउँ या नदिउँ त्यो स्वविवेकको कुरा पनि हो। त्यहाँनिर अब उनले चाहिँ आफ्नो पहुँच र राजनीतिक पहुँच र अब यो क्षमताको आधारमा चाहिँ जबरजस्ती यो मुद्दा लादेर अब सस्तो पब्लिसिटी खोजेको हो कि जस्तो पनि भान हुन्छ। यहाँलाई कस्तो लाग्छ? यो त तपाईँ हामी सबैले रियलाइज गरेकै कुरा हो। अघि मैले यहाँलाई भनेको ब्याकग्राउन्डमै यसलाई कन्टिन्यू गरेर हेर्ने हो भने हजुर उहाँलाई के चाहिएको भन्ने क्वेसन गर्दाखेरि अब अहिले त उहाँले मिडियामा पनि भन्नुहुन्छ मलाई कोठा चाहिएको होइन, मलाई अधिकार चाहिएको भनेर चाहिँ कुरा ल्याइराख्नु भएको छ। भनेपछि उहाँ के कुरामा गाइडेड छ भन्ने कुरा चाहिँ उहाँ एउटा व्यक्ति नभएर चाहिँ उहाँ एउटा प्रवृत्ति हो भन्ने कुरा चाहिँ उहाँ आफैले बताइराख्नु भएको छ। अनि उहाँ एउटा व्यक्ति नभएर चाहिँ उहाँ कुनै एउटा अर्गनाइजेसनको रिप्रेजेन्टेटिभ हो, कुनै एउटा राजनीतिक विचारधाराको रिप्रेजेन्टेटिभ हो, कुनै एउटा चाहिँ एउटा अभियानको रिप्रेजेन्टेटिभ हो भन्ने कुरा चाहिँ उहाँ आफैले व्यक्त गरिराख्नु भएको छ। अनि उहाँ के भनिराख्नु भएको छ भन्दाखेरि छुवाछुत अथवा भेदभावको विरुद्धको जुन अभियान छ यो चाहिँ हामी सबैले चाहिँ लिएर अगाडि बढ्ने विषयवस्तु हो भनेर भनिराख्नु भएको छ। त्यो कुरामा केही हदसम्म उहाँको कुराहरूलाई हामीले अन्यथा भन्न त सकिएन। जातीय भेदभावकै विरुद्धमा चाहिँ समाज नलाग्ने त भन्ने विषय त त्यो उहाँले उठाएको विषय सामान्य हो। त्यो कुरा सबैलाई थाहा छ र सबैले यो विषयलाई लिएर जानुपर्छ भन्ने कुरा त त्यो स्वीकारेकै विषय हो। तर विषयवस्तु फेरि पनि के आउँछ भन्दाखेरि के को विरुद्ध के त भन्ने क्वेसन आउँछ, के को लागि केलाई त्याग्ने भन्ने क्वेसन आउँछ। म चाहिँ सामान्य रूपमा के भन्छु भन्दाखेरि तपाईँ आफ्नो पेसा चलाइराख्नु भएको छ, म आफ्नो पेसा चलाइरहेको छु। तपाईँको घरमा तपाईँको परिवार छ, मेरो घरमा मेरो परिवार छ। तपाईँ र म एकदमै घनिष्ठ साथी, तपाईँ मेरो घरमा आउनुहुन्छ। अनि आउँदाखेरि चाहिँ तपाईँ र म मात्रै इन्जोय गर्दाखेरि त केही प्रब्लम परेन, जाँड सिकाएर डिस्को गरेर बस्दा पनि भयो। तर त्यो तपाईँ मेरो घरमा आउँदाखेरि तपाईँ र मैले इन्जोय गर्दाखेरि मेरो घरको फ्यामिली चाहिँ मसँग दुश्मनी हुन्छ, सम्बन्ध बिग्रिन्छ, झगडा हुन्छ, परिवेश राम्रो हुँदैन भने त म त तपाईँलाई एभोइड गर्ने कोसिस गर्छु। यो सामान्य व्यवहार हो। यो अब त्यो त अर्को कुरा हो। सामान्य हामी बुझ्ने कुरा के गरौँ भन्दाखेरि
रूपाजी भोलि बिहा गर्नुहुन्छ अरे एकछिनको लागि, हजुर उहाँको हस्बेन्ड परिवार हुन्छ अरे, अब उहाँको अर्को केटा साथी होला अरे, अहिलेको केटा साथी प्रोफेसनल केटा साथी होला अरे, उहाँको बिहा भएर गइसकेपछि उहाँको हस्बेन्डको घरमा उहाँको फ्यामिली भएको घरमा त्यसपछि उहाँको अहिलेको प्रोफेसनल केटा साथीहरू चाहिँ नि घरिघरि भेट्न आउने गर्दाखेरि चाहिँ नि उहाँको घरमा उहाँको हस्बेन्डले उहाँलाई त्यो पर्मिसन दिँदैन सम्भवतः, उहाँको परिवारले त्यो पर्मिसन दिँदैन सम्भवतः भनेपछि त्यति बेला यदि उहाँले आफ्नो केटा साथीलाई घरमा आइराख्ने, भेटिराख्ने, बोलिराख्ने गर्दाखेरि चाहिँ नि आफ्नो हस्बेन्डसँगको सम्बन्ध बिग्रिन्छ, आफ्नो परिवारसँगको सम्बन्ध बिग्रिन्छ, इभन सम्बन्ध विच्छेदसम्मको परिस्थिति आउन सक्छ भन्ने यदि उहाँलाई लाग्छ भने के उहाँले चाहिँ नि मेरो त 10 वर्षदेखिको प्रोफेसनल साथी हो, मेरो त मिल्ने साथी हो भनेर चाहिँ नि उहाँले त्यो मिल्ने साथीको लागि त्यो आफ्नो हस्बेन्डसँगको सम्बन्ध टुट्नेसम्मको रिस्क उहाँले लिन तयार हुनुहुन्छ भन्ने सामान्य क्वेसन। पक्कै पनि लिनुहुन्न नि, यो त सबैलाई थाहा भएको कुरा हो। त्यसपछि उहाँले एभोइड गर्छ नि, अहिले 10औं वर्षदेखिको चाहिँ सम्बन्ध भएको साथीलाई एभोइड गर्न सुरु गर्छ नि उहाँले। यो त सामान्य सामाजिक व्यवहार हो, यो त सामान्य मानवीय व्यवहार हो, अनि यो कर्तव्य पनि हो। यो कर्तव्य चाहिँ नि यहाँ सरस्वती प्रधानले आफ्नो कर्तव्य पुरा गरेको हो नि, अनि त्यो परिवारको डिसिजनलाई सम्प्रेषण गरेको हो नि रूपाजीलाई। अब यति कुरा रूपाजीले नबुझेको कुरामा चाहिँ अब यति कुरा बुझेको नबुझेको होइन, फेरि यहाँ कुरा के हो भन्दाखेरि नबुझेको भए त हामी उहाँलाई माफी गर्न सक्छौँ, उहाँको कदमलाई हामीले चाहिँ सामान्य रूपमा लिएर अगाडि जान सक्छौँ, तर उहाँले बुझी जानी उहाँले बुझ पचाएर चाहिँ समाजलाई भड्काउन कोसिस गरेको अवस्था छ। झुट्टा कुरालाई उहाँले चाहिँ बनावटी तरिकाले चाहिँ डेन्टिङ पेन्टिङ गरेको चाहिँ त्यो गरेर चाहिँ प्रेजेन्ट गरेको अवस्था छ, जुन चाहिँ झुट्टा अफवाह फैलाएर चाहिँ समाजमा चाहिँ द्वेष ल्याउने काम चाहिँ गरिराख्नु भएको छ उहाँले। अनि त्यो काम चाहिँ कानुनी रूपमा दण्डनीय छ। यो मुलुकी अपराध संहिताको दफा 70 हेर्नु होला। यस्तो कार्य जुन उहाँले गरिराख्नु भएको छ, यो कार्य उहाँलाई कानुनी रूपमा दण्डनीय भएकोलाई हामी त उजुरी दिइसकेका छौँ, जाहेरी दरखास्त दिएर दर्ता भइसकेको छ 27 गते। अनि साथसाथै जुन चाहिँ यो बौद्धिक सम्पत्तिको कुरा, म त त्यही सेक्टरमा काम गरिराखेको विगत अब धेरै वर्ष भयो, एकाडेमिकली यही सेक्टरमा छु, प्रोफेसनली यही सेक्टरमा छु। बौद्धिक सम्पत्ति भनेर चाहिँ हामीले आफ्नो क्रिएसनलाई यो सरस्वती प्रधानजीले त्यो जुन संवादको कुरा छ अहिले मार्केटमा आएको छ, त्यो संवादमा चाहिँ सरस्वती प्रधानजीले बोल्दै गरेको शब्द जुन छ त्यो शब्द रचना भन्छौँ हामी प्रतिलिपि अधिकारमा, त्यसलाई प्रस्तुति गर्दै गरेको भन्छौँ हामी त्यो बोल्दै गरेको विषयमा। म अहिले बोल्दै गरिरहेको छु, तपाईँ बोल्दै गरिराख्नु भएको छ, यसलाई हामी बौद्धिक सम्पत्ति कानुनभित्र प्रस्तुति भन्छौँ। अनि यो बोल्दै गरेको कुरालाई चाहिँ नि अहिले प्रसारण हुँदैछ भने यो प्रसारण हुँदै गरेको कुरा अहिले तपाईँ र म शैक्षिक रूपमा जानकारी लिएर भइराखेको भएर यो पर्मिटेड भयो। तर यदि तपाईँ र म बिचमा यो फोनमा कुरा गरिराखेको छु, तर तपाईँले चाहिँ रेडियोमा ब्रोडकास्ट गरिराख्नु भएको छ भने मलाई नसोधिकन मलाई जानकारी नदिइकन तपाईँ र म वार्तालाप भइराखेको कुरा जुन कुरा छ त्यो यदि प्रसारण भइरहेको छ भने मैले तपाईँलाई प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको कानुनमा मैले कारवाही गर्न पाउँछु भनेपछि अब यति कुरा नजानेको हो र यति कुरा चाहिँ रूपाजी नजान्ने मान्छे हो र उहाँको अनुसन्धानको लागि मोबाइल चाहियो भन्दाखेरि चाहिँ नि उहाँको गोप्यता थाहा हुने उहाँलाई। अनि सरस्वती प्रधानजीले उहाँसँग पर्सन टु पर्सन हामी चाहिँ नि एक किसिमको चाहिँ भनौँ न यो व्यक्ति टु व्यक्तिको चाहिँ नि प्राइभेट वार्तालापलाई उहाँले चाहिँ रेकर्ड गर्ने अधिकार उहाँलाई कसले दियो? रेकर्ड गर्दाखेरि त यहाँ त कति कानुन उल्लङ्घन गर्यो भन्ने कुरा उहाँलाई थाहा छ त? थाहा छैन भन्न पाइँदैन, थाहा छ उहाँलाई। गोप्यताको अधिकारको कुरा, गोप्यता सम्बन्धी वैयक्तिक गोप्यता सम्बन्धी ऐन उल्लङ्घन गर्यो उहाँले रेकर्ड गरेर, त्यसपछि चाहिँ प्रतिलिपि अधिकार ऐन उल्लङ्घन गर्यो उहाँले रेकर्ड गरेर, अनि त्यो रेकर्ड गरेको कुरा चाहिँ पब्लिसिटी गरेर ब्रोडकास्ट गरिदिएर चाहिँ अर्को अधिकार उहाँले उल्लङ्घन गरिदिनु भयो भन्दाखेरि हामीले चाहिँ त्यो अधिकार उल्लङ्घन गरे बापत त प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भनेर त जाहेरी दर्ता गरिसकेका छ 27 गते। त्यसपछि यता वैयक्तिक गोपनीयता भङ्ग गरेको भनेर चाहिँ हामीले अदालतमा मुद्दा दर्ता गरेका छौँ 20 गते। यो सबै काम गर्दाखेरि चाहिँ सरस्वती प्रधानलाई जुन साइकोलोजिकली ह्युमिलिएसन भएको छ, मेन्टली उहाँलाई डिस्टर्ब भएको छ, बेइज्जत गरेको छ, उहाँको नाममा चाहिँ कार्टुन छापिएको छ, यस्तो बेइज्जती गरिसकेपछि यो बेइज्जती भयो भनेर चाहिँ हामीले चाहिँ जिल्ला अदालतमा बेइज्जती मुद्दा दर्ता गरेका छौँ भनेपछि यो समष्टिगत रूपमा हामीले कसरी एनालाइसिस गरौँ भन्दाखेरि रूपाजी जस्तो व्यक्तिले चाहिँ रूपाजी जतिको व्यक्तिले चाहिँ यो कुरा गर्नु भनेको चाहिँ यसको पछाडिको कारण भनेको उहाँको स्टन नै हो, मिडिया स्टन त
गरिराख्नु भएकै छ। अब यो स्टन नै हो उहाँको चाहिँ बिना कारण बिना कज, उहाँको कजै छैन। अब यो जुन जातीय भेदभाव भयो भनेर उहाँले क्लेम गरिराख्नु भएको छ। तपाईँ हामी अहिलेको जमानामा कानुन पढ्न र कानुन बुझ्नको लागि वकिल र कानुन व्यवसायी हुनु पर्दैन, न्यायाधीश पनि हुनु पर्दैन। आजकल न्यायाधीशले भन्दा पनि सामान्य जनताले कानुनलाई बुझ्न सक्ने परिस्थिति आउँछ। न्यायाधीशबाट चाहिँ कुनै कुनै कारणले बहकिन सक्छ, हरेक कारणले बहकिन सक्छ। तर एउटा सामान्य व्यक्ति सामान्य नागरिक चाहिँ नि ऊ आफ्नो स्ट्यान्डमा स्वतन्त्र रूपमा चाहिँ कानुनलाई पढ्दाखेरि कानुनले के भन्न खोजेको भन्ने कुरा बुझ्छ। अब तपाईँ हामी सामान्य नागरिकले कानुन पढौँ न, संविधान पढौँ न। संविधानमा जुन व्यवस्था गरेको छ ठिक छ, त्यहाँ निजी स्थानमा पनि भनेको छ अरे, तर संविधानमा निजी स्थानमा भनेको भन्दैमा तपाईँ हामी सुतिराखेको कोठामा त होइन होला नि, तपाईँ हामी बसिराखेको घरमा त होइन होला नि भन्ने कुरा चाहिँ त्यो कुरा आउनु पर्यो। अब उहाँको भेदभाव विरुद्धको अधिकार निजीमा पनि छ, तपाईँको घरभित्र पनि छ, तपाईँको कोठाभित्र पनि छ भनेर उहाँले भन्नुहुन्छ। र त्यो कुरालाई कानुनले मान्ने, अदालतले मान्ने गरेर अगाडि जानुहुन्छ भने म कानुन र अदालतको मेकानिजमलाई, प्रणालीलाई मेरो व्यक्तिगत प्रश्न र च्यालेन्ज, चुनौती के हो भन्दाखेरि यदि उहाँको त्यो निजी स्थानमा भनेको कुरा चाहिँ निजी घरमा पनि लागू हुन्छ भनेर मान्ने हो भने अब राइट टु रिलिजन, धर्म आस्था मान्न पाउनुपर्छ भन्ने अधिकार संविधानले दिएको, संस्कृति पर्व सबै कुरा मान्न पाउनुपर्छ भन्ने कुरा चाहिँ संविधानले दिएको अधिकार, तिम्रो प्रपर्टी चाहिँ नि राज्यले पनि कुनै पनि बाहनामा लिन पाइँदैन भनेर चाहिँ भनेको अवस्थाको राइट टु प्रपर्टीको अधिकार। त्यसपछि चाहिँ इन्डिजिनियस पिपुल, नेवा कम्युनिटी तपाईँले अघि भन्नुभयो, हामी त इन्डिजिनियस पिपुल हो। हामी नेवा जाति त भनेको त आदिवासी जनजाति हो। नेवा जाति मात्रै होइन, नेपालमा सबै करिब करिब चाहिँ 90% जनजाति चाहिँ हामी चाहिँ नेवा जनता चाहिँ जनजाति नै हौ। अब जनजातिहरूको, आदिवासीहरूको चाहिँ ILO 169 भनेर त हामीहरूको पनि त अधिकार छ नि आफ्नो आइडेन्टिटी। अरूलाई नराम्रो लाग्ला, अरूलाई गलत लाग्ला, तर हामीलाई राम्रो लाग्ने हाम्रो जीवनशैली अपनाउने अधिकार त हाम्रै हो नि, अरूले डिस्टर्ब गर्न पाउँछ र? अब मेरो घरमा म मेरो घरमा राति म नाङ्गै सुत्छु नि, सपोज, यसलाई लाज मान्नुपर्ने कुरा हो र? बाटोमा नाङ्गै हिँड्न पो गलत कुरा हो त? म आफ्नो कोठामा नाङ्गै सुत्छु त म नाङ्गै सुत्छु नि। पर्दा खोलेर चियाएर हेर्न आउने अधिकार कसैलाई छ र? यहाँ त रूपाजी पर्दा खोलेर हेर्न आउनु भएको छ अनि भनिराख्नु भएको छ कि यो मान्छे नाङ्गो सुतिरहेछ भनेर। इज इट राइट? उहाँको अधिकार हो र? उहाँले त हामी नाङ्गो सुतिराखेको ठाउँमा त उहाँले पर्दा खोलेर हेर्न आउनुभयो र हाम्रो चाहिँ गोपनीयता भङ्ग गरिदिनु भएको छ। हाम्रो घरमा हामी त्यसरी गरेर बस्छौँ नि। त्यो कुरालाई चाहिँ रियलाइज गर्नु पर्यो, यो कुरालाई चाहिँ हामीले बुझ्नु पर्यो भन्छु म चाहिँ। अब यतिको अधिकार अब हामी घरबेटी भएको कारणले भनौँ न एकछिनको लागि सरस्वती प्रधानजीलाई, उहाँ सरस्वती प्रधानजीलाई भएको 8 दर्जन अधिकारको चाहिँ संवैधानिक अधिकारको चाहिँ कसैलाई ख्यालै नहुने, कसैलाई वास्तै नहुने। अनि रूपाजीको चाहिँ एउटा अधिकार हनन भयो भनेर चाहिँ त्यो पनि कता हनन भएको भन्दाखेरि पब्लिक प्लेसमा हनन भएको भए द्याट इज ओके। आफ्नो निजी घरमा कसैले आफ्नो कुरा व्यक्त गर्दाखेरि नै उहाँको अधिकार हनन हुने हो भने व्यक्त गर्न पाउने अधिकार के त? आफूले चाहिँ केही आस्था मान्न पाउने अधिकार के त? संस्कृति मान्न पर्ने अधिकार के त भन्ने कुरामा चाहिँ यो कुराहरूलाई एनालाइसिस गर्दाखेरि हामी कन्क्लुजन केमा आउन सक्छौँ भन्दाखेरि रूपाजीले अहिले जे गरिराख्नु भएको छ त्यो गलत गरिराख्नु भएको छ। उहाँको कानुन जुन अहिले अघि भने संविधानले एउटा किसिमको व्यवस्था गरेको छ, संविधानको व्यवस्थालाई आफै इम्प्लिमेन्ट हुने होइन नि। हामी कानुनको विद्यार्थीले के थाहा छ भन्दाखेरि संविधानमा मौलिक हक भनेर राखेमा त्यो चाहिँ अटोमेटिकली इम्प्लिमेन्ट हुने कुरा होइन। संविधान मूल कानुन त हो, संविधानसँग बाँच्ने कानुन बदर हुने पनि हो, तर जबसम्म संविधानले भनेको कुरा कानुनमा व्यवस्था गरेर इम्प्लिमेन्ट गर्दैन राज्यले, तबसम्म संविधानमा लेखेको अधिकार पनि त्यो एक्टिभेट हुँदैन। त्यो कुरा चाहिँ संविधानको धारा यता चाहिँ 41-42 तिर गएर चाहिँ हेऱ्यौँ भने चाहिँ त्यहाँ पाउँछौँ हामी। संविधानमा राखिएको जुन अधिकार छ त्यसलाई इम्प्लिमेन्ट गर्नको लागि कानुन बनाएर 3 वर्षभित्र इम्प्लिमेन्ट गर्ने भन्ने कुरा त संविधानले बोलेको छ त। अनि त्यसमा चाहिँ कानुन हामीसँग कुन छ भन्दाखेरि जातीय छुवाछुत तथा भेदभाव जुन ऐन छ त्यो ऐनको 68 सालमा बनेको ऐनमा 75 सालमा आएर संशोधन भएको छ। 75 सालमा आएर संशोधन चाहिँ किन भयो भन्दाखेरि 72 सालको संविधान आयो, संविधानमा यो हकहरूको व्यवस्था गर्यो, त्यसलाई प्रतिबिम्बित गर्नको लागि जुन संशोधन भयो 75 सालमा, त्यो संशोधन हुँदाखेरि चाहिँ त्यहाँ 2 क भनेर चाहिँ यो जातीय तथा अन्य सामाजिक भेदभाव तथा छुवाछुत
को विरुद्धको अधिकार भनेर चाहिँ के हो त भनेर त्यहाँ लिस्टिङ गरेको छ। हजुर त्यो अधिकारको रूपमा लिस्टिङ गरेको कुरामा प्राइभेट एफेयर र प्राइभेट लाइफ, निजी एफेयर र निजी जीवनको विषयवस्तुलाई चाहिँ इन्डिकेट गरेकै छैन त्यहाँ। तपाईँ हामीले हेर्न सक्छौँ। अब त्यो अधिकारको रूपमा कानुनले व्याख्या नै नगरेको, व्यवस्था नै नगरेको कुरा, अधिकारको रूपमा व्याख्या गरेको कुरा, व्यवस्था गरेको कुरा कसैले त्यसलाई ट्रेसपास गर्छ भन्ने, उल्लङ्घन गर्ने कुरा र अपराध हुने कुरा हो नि, तपाईँ हामी सबैलाई थाहा छ। तर कानुनमा त्यो अधिकार भनेर नै व्याख्या नगरेको अवस्था, अनि त्यही कानुनमा चाहिँ नि अपराध हुन्छ है भनेर व्यवस्था गरेको कुरामा पनि त्यहाँ स्पष्ट नदेखिएको अवस्था। अनि कानुनले स्पष्ट नबोलेको ठाउँमा, अधिकार भनेर नतोकिएको ठाउँमा कसैले केही व्यवहार गरेर त्यो व्यवहारलाई चाहिँ यो चाहिँ मिडिया स्टन गरेर चाहिँ यो चाहिँ युरोपियन स्टाइलको समाजको चाहिँ परिकल्पना गरेर यो चाहिँ विभेद भयो भनेर जुन अगाडि आउनु भएको छ रूपाजी, त्यो चाहिँ पक्कै पनि अघि तपाईँले भन्नुभयो जस्तो चाहिँ यो मिडिया स्टन्ट हो। यो चाहिँ उहाँले चाहिँ आफू चाहिँ प्रख्यात हुने, आफू चाहिँ अगाडि आउने कुरा चाहिँ उहाँको यो व्यक्तिगत अभिलाषा र व्यक्तिगत चाहिँ उद्देश्य त्यही नै हो। तर यो उहाँको व्यक्तिगत काम मात्रै होइन भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। उहाँको पछाडि धेरै कुराहरू छ, उहाँको पछाडि धेरै दृश्य अदृश्य समूहहरू, विचारधाराहरू चाहिँ यसमा छ। अब यो भएको कारणले गर्दाखेरि उहाँ एक्लैको कुरा भइदिएको भए अघि नै हामीले भन्यौँ, हामी नेवा समुदाय नै हामी चाहिँ किन डिफेन्समा छौँ भन्दाखेरि उहाँ एक्लै होइन, उहाँ पनि रूपा सुनार मात्रै होइन, रूपा सुनार प्रवृत्ति भएको कारणले गर्दाखेरि हामी पनि सरस्वती प्रधान मात्रै होइन, हामी पनि नेवा जनजाति, नेवा यो एउटा जुन सभ्यता छ, उहाँले त नेवा सभ्यतामा धावा बोलेको अवस्था मान्छौँ हामी अहिले, माने पनि नमाने पनि हामी त्यसरी मानिरहेछौँ। अहिले चाहिँ नि हाम्रो देशको नेवा समुदायलाई चाहिँ के लागेको छ भन्दाखेरि रूपा सुनार प्रवृत्तिले चाहिँ नि नेवा सभ्यतामाथि धावा बोलेको छ। यो खुल्लमखुल्ला चुनौती गर्नुभएको छ उहाँहरूले। त्यसको लागि चाहिँ कानुनी रूपमा हामी छलफल गर्न रेडी छौँ। यो कुरा उहाँ गलत हो भन्ने कुरा हामी यसलाई प्रमाणित गर्न हामी तयार छौँ। त्यसको कानुनी रूपमा अगाडि हामी गइ पनि सकेका छौँ। अब उहाँको जुन प्रवृत्तिको कुरा, उहाँको जुन व्यक्तिगत प्रकृतिको कुरा छ, त्यसमा उहाँले अफवाह फैलाएको कारणले गर्दाखेरि हामीले चाहिँ उहाँ विरुद्ध अफवाह फैलाएको कुरामा जाहेरी दिएर अगाडि बढेको कुरामा त्यसमा कानुन बमोजिम उहाँलाई कारबाही पनि हुन्छ। अब यो कुरामा चाहिँ उहाँले कसरी लिनु पर्यो भन्दाखेरि उहाँको जुन प्रवृत्ति छ, व्यक्तिगत रूपमा त उहाँ अघि हामीले भनेको, हामी तपाईँले सोध्नु भए जस्तो उहाँ व्यक्तिगत फाइदाको लागि, निजी स्वार्थको लागि, एउटा पब्लिसिटी स्टन्टको लागि चाहिँ उहाँले गरेको कुरा सबैले बुझेको कुरा हो। उहाँकै प्रवृत्तिमा सपोर्ट गर्ने, उहाँकै प्रवृत्ति सही मान्ने व्यक्तिहरूको लागि यो कुरा गलत होला। अन्यथा स्वतन्त्र रूपमा बस्ने नेपाली नागरिकहरूलाई अघि भने जस्तो उहाँको चाहिँ यो कदमलाई चाहिँ स्टन्टको रूपमा युज गरेको, पब्लिसिटीको रूपमा उपयोग गर्न खोजेको भन्ने कुरा चाहिँ त्यो प्रश्न छ। हजुर, पक्कै पनि। सुवालजी, अनि यो मुद्दा दायर भइसकेको स्थिति छ र अनि आज सुनवाई हुने, कहिले सुनवाई हुने भन्ने कुरा सुनिएको छ, के हो यो विषयमा? मुद्दा दायर भइसकेको र त्यसको सुनवाई कहिले हुने भन्ने विषय चाहिँ यो चाहिँ अहिले जनमानसमा अलिक भ्रम भएको अवस्था छ। हजुर, यो जातीय भेदभाव विरुद्धको जुन रूपाजीले राख्नु भएको मुद्दा पनि यो फैसला हुने अथवा जातीय भेदभाव भएको नभएको डिसिजन हुने भन्ने तहकोमा पुगेको होइन। उहाँको चाहिँ मात्र के हो भन्दाखेरि उहाँले जाहेरी दिनुभयो, रूपाजीले चाहिँ सरस्वती प्रधानजीले उहाँलाई, रूपाजीलाई चाहिँ जातीय भेदभाव गर्यो भनेर उजुरी दिनुभएको छ। उजुरी दिनुभएको अवस्थामा चाहिँ प्रारम्भिक अनुसन्धानमा चाहिँ सरस्वती प्रधानजी चाहिँ रूपाजीले दाबी गरे अनुसारको कसुर गरेको नदेखिएको कारणले र आवश्यक प्रमाण, त्यो दाबी गरेको कुरालाई प्रमाणित गर्ने आवश्यक प्रमाण नपुगेको कारणले चाहिँ उहाँलाई हाजिर जमानीमा छोडेको अवस्था छ। अनि त्यो हाजिर जमानीमा छोडेको काममा चाहिँ त्यो एउटा व्यावहारिक रूपमा चाहिँ हुन के गयो भन्दाखेरि सरस्वती प्रधानजीलाई उहाँको हस्बेन्डले चाहिँ हाजिर जमानीमा बुझेर चाहिँ बाहिर ल्याइसकेपछि चाहिँ अब तत्कालीन हाम्रो कृष्णगोपाल श्रेष्ठजीले चाहिँ उहाँको सरकारी गाडीमा राखेर घर पुर्याएको भन्ने एउटा सानो सामान्य कुरालाई चाहिँ जुन चाहिँ अहिले पोलिटिकली गाइडेड भएर अथवा चाहिँ एउटा वैचारिक कुण्ठामा बसेर चाहिँ एउटा ग्रुपले चाहिँ जुन इस्यु उठाएको छ, त्यो इस्यु पनि सामान्य इस्यु हो। त्यो जनताले एउटा व्यवस्थित रूपमा, इन्डिपेन्डेन्ट रूपमा सोच्ने हो भने चाहिँ त्यो कुरा ठुलो इस्यु थिएन।
यहाँ चाहिँ नि हाम्रो देशका प्रधानमन्त्री चाहिँ नि गुन्डालाई हस्पिटलमा चाहिँ नि भेट्न जानु हुने, यो देशको चाहिँ नि राजनीतिक नेताहरूले चाहिँ नि गुन्डालाई चाहिँ नि मन्त्री बनाउन हुने ठाउँमा एउटा चाहिँ नि निर्दोष व्यक्ति चाहिँ नि जो चाहिँ नि कानुन बमोजिम आरोपित मात्रै हो, त्यो दोषी होइन, आरोपित व्यक्ति त्यो पनि कानुन बमोजिम कानुनी मेकानिजमबाट बाहिर आएर स्वतन्त्र भइसकेको व्यक्ति घरमा जानु भनेर कानुनले छोडिसकेको व्यक्तिलाई एउटा कानुनी दायित्व पुरा गर्ने व्यक्तिले आफ्नो मन्त्रीको गाडीमा नपुर्याए रिक्सामा पुर्याउने भन्ने कुरा क्वेसन मेरो चाहिँ। त्यही त बहालवाला मन्त्री उहाँले चाहिँ नि आफ्नो एउटा व्यक्तिलाई आफूले सहयोग गर्छु कि घर पुर्याउँछु कि भनेर लागेको व्यक्तिलाई घर पुर्याउनलाई मन्त्री भएर मन्त्रीको गाडीमा आएको व्यक्तिले अब के मन्त्रीबाट झरेर रिक्सा बोलाएर रिक्सामा लिएर चाहिँ घर पुर्याउने हो त भन्ने क्वेसन चाहिँ मेरो। यो यति सामान्य कुरालाई मान्छेले यो स्तन गर्न जरुरी थिएन, यो कुरा चाहिँ गरेको अवस्था छ। अब जुन मुद्दाको कुरा तपाईँ हामी गर्दैछौँ, मुद्दा के हुन्छ के हो भन्ने कुरा, वास्तवमा यो भेदभाव विरुद्धको मुद्दा दर्ता नै भएको छैन। सरस्वती प्रधानजीले चाहिँ नि भेदभावको कसुर गरेको हो कि भन्ने कुरा त यो त अनुसन्धानको क्रममा छ, अनि प्रारम्भिक अनुसन्धानमा त कसुर गरेको होइन भन्ने पर्सपेक्टिभमा गएर उहाँलाई छोडिसकेको अवस्था छ। अब जहाँसम्म सर्वोच्च अदालतमा रूपाजीले दिएको मुद्दा छ, यो पनि मुद्दा ठुलो कुरा होइन, यो चाहिँ पब्लिकलाई चाहिँ के लाग्यो भन्दाखेरि सामान्य जनतालाई जसले कानुनी प्रक्रियाको नलेज छैन उहाँहरूलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि रूपाजीले त सर्वोच्च अदालतमा नै मुद्दा राख्यो, ठुलै अदालतमा मुद्दा राख्यो, त्यहाँबाट आदेश भयो, ठुलै आदेश भयो, मन्त्रीलाई नै समाउनु अनुसन्धान गर्नु भन्ने आदेश भयो भनेपछि यो त ठुलै भयो कि भन्ने जुन छ यो पनि भ्रम मात्रै हो। कानुनी प्रक्रियालाई एनालाइसिस गर्ने हो भने सर्वोच्च अदालतको जुन आदेश छ त्यो सामान्य कुरा हो, यो अस्थायी आदेश हो। भोलि अन्तिम निर्णय भएको बेलामा त्यसको छुट्टै कुरा आउँछ, छुट्टै कुरा आउनु पनि पर्छ, आउने पनि छ। र अहिलेलाई जुन अन्तरिम आदेश भएको छ त्यो भनेको यता अनुसन्धान कार्य चाहिँ नै कानुन बमोजिम अगाडि बढाउनु भन्ने मात्रै हो, त्योभन्दा बढी के पनि होइन। जहाँसम्म कृष्णगोपाल श्रेष्ठजीको विरुद्धको जाहेरी दर्ता गर्नु भन्ने पनि आदेश भएको छ, तर यो आदेश आफैमा त्रुटिपूर्ण छ। वास्तवमा सर्वोच्च अदालतले आदेश गरेको कुरामा मान्ने कुरा आफ्नो ठाउँमा छ, तर प्राविधिक रूपमा कानुनी रूपमा त्रुटिपूर्ण आदेश भएको अवस्था छ। किन भन्दाखेरि नमागेको कुरामा गएर आदेश गरेको छ। हामी नै रिट निवेदक भएर चाहिँ नि सरकारको विरुद्ध गरेको 2-3टा निवेदनमा चाहिँ नि अन्तरिम आदेश मागेर गएको ठाउँमा त अन्तरिम आदेश नगरिकन बस्दिने अदालतको अवस्था छ, नजरअन्दाज गरेर बस्ने अवस्था छ। रिट अन्तरिम आदेश गरिपाउँ भनेर मागेको मुद्दामा अन्तरिम आदेशै माग गरेको छैन भनेर चाहिँ अगाडि बढ्ने अवस्था छ अदालतको इजलासहरू। अनि चाहिँ यहाँ चाहिँ अन्तरिम आदेश नमागेको मुद्दामा यहाँ चाहिँ नि परमादेश मात्र मागेको मुद्दामा अन्तरिम आदेशमा आदेश गरेर अन्तरिम आदेश दिएको अवस्था छ। यो गलत रूपमा अदालत प्रोएक्टिभ भएको पनि यो केस हो, यसलाई चाहिँ अन्यथा लिनु पर्दैन। यसमा कानुनी रूपमा हामीले एनालाइसिस गर्दाखेरि रिट निवेदनमा अन्तरिम आदेश नमागेको विषयमा अन्तरिम आदेशमा बोल्न पाइँदैन, तर अदालतले बोलेको अवस्था छ। यसलाई प्रोएक्टिभ भनेर भन्दैमा यो गलत चिजमा प्रोएक्टिभ भएको कुरालाई कानुनी रूपमा हामी त्रुटिपूर्ण आदेश भन्छौँ। तर विडम्बना के छ भन्दाखेरि नेपालको कानुनमा यस्तो त्रुटिपूर्ण आदेश उप कानुन बमोजिम चाहिँ नि त्यसको उपचार गर्ने कानुनी मेकानिजमको अभाव भएको कारण र इफेक्टिभनेस चाहिँ नभएको कारणले गर्दाखेरि हामी त्यो प्रक्रियामा चाहिँ जाने प्रचलन छैन। अब त्यो भएपछि अब अर्को मुद्दाको कुरा आउँ हामी। सरस्वती प्रधान विरुद्ध रूपा सुनारले दिएको जाहेरीको कुरा त दर्ता भयो, त्यसको अनुसन्धान प्रक्रियामा छ भन्ने कुरा छ। त्यसपछि अहिलेको अवस्थामा चाहिँ रूपा सुनारजीको विरुद्धमा हामी सरस्वती प्रधानले पनि त 4-4वटा मुद्दा दर्ता गरिसकेका छौँ त। 2टा मुद्दा जिल्ला अदालतमा चलिरहेको छ, त्यसको म्याद तामेल हुन बाँकी छ। म्याद तामेल भइसकेपछि उहाँलाई चाहिँ नि कानुन बमोजिम उहाँले लिखित जवाब पेश गर्नुहुन्छ। उहाँको जवाब आइसकेपछि प्रतिवाद आइसकेपछि त्यसमा कानुन बमोजिम अनुसन्धान मतलब प्रमाण मूल्याङ्कन गरेर भोलि एउटा फैसला आउँछ। त्यो फैसलाले चाहिँ नि हामीले दाबी गरेको त त्यहाँ 5 वर्षसम्मको उहाँलाई कैद छ, 2टा मुद्दामा 50,000सम्मको चाहिँ उहाँको जरिवाना हामीले चाहिँ दाबी गरेका छौँ। त्यसपछि क्षतिपूर्ति दाबी गरेका छौँ त्यो मुद्दामा अदालतमा हामीले। त्यसको एउटा कानुनी रूपमा अगाडि बढ्छ र निर्णय हुन्छ, आफ्नो ठाउँमा छ, त्यसको हामी प्रतीक्षामा छौँ। त्यसपछि जहाँसम्म यता प्रहरी कार्यालयको कुरा छ, हामीले प्रतिलिपि अधिकार ऐन उल्लङ्घन गरेको विषयमा हामीले उजुरी दिएका छौँ। त्यसमा 6 महिनासम्म कैदको दाबी छ, हाम्रो 1 लाखसम्मको जरिवानाको दाबी छ। त्यसपछि यता झुटा अफवाह फैलाएकोमा चाहिँ हाम्रो 1 वर्षसम्मको कैदको दाबी छ, 10,000सम्म जरिवानाको दाबी छ। भनेपछि
यहाँ त अपराध कसले गरेको भन्ने कुरा त दुवै पछिको क्लेम छ। अनि अपराध कहिले गरेको भन्ने कुरामा पनि तपाईँ हामीले सोच्यौँ भने अघि जुन अडियो रेकर्डको कुरा आएको छ, अब यो अडियो रेकर्ड गर्नुभन्दा अगाडि नै नदिने भनेर भनेको हो, अपराध चाहिँ नि सरस्वती प्रधानले पहिल्यै गरेको हो भन्ने कुरा पनि उहाँहरूको लजिक छ आफ्नो ठाउँमा। तर त्यो कुरा त कानुनको नजरमा त अर्कै कुरा भयो नि। उहाँ कानुनको नजरकै डिस्कस गर्नुहुन्छ भने कानुनको नजरमा उहाँले प्रमाण दिएको भनेको त अडियो रेकर्ड हो नि। अनि अडियो रेकर्डमा बिचमा गएर चाहिँ त्यो पनि उहाँले नै आफैले प्रभोग गरेर सरस्वती प्रधानले त जातीयताको कुरा उठाएको पनि थिएन, उहाँलाई जातीयताको हिसाबले चाहिँ अपशब्द बोलेको पनि छैन, उहाँले त रेस्पेक्टै गरेको छ, छोरी भनेर नानी भनेर भनिराखेको अवस्था छ भनेपछि एउटा स्वच्छ र पवित्र बिहेभियर गरिराखेको व्यक्तिलाई बिचमा चाहिँ आफैले चाहिँ प्रभोग गराएर चाहिँ आफैले चाहिँ यो अदालतमा वकिलले चाहिँ प्रश्न गरेर यो हाम्रो कठघरामा उभिएको अभियुक्तलाई चाहिँ अर्को पक्षको वकिलले चाहिँ यो निर्देशित क्वेसन गरेर चाहिँ आफूले चाहिने एन्सर खोज्या जस्तै के यसरी चाहिँ हाम्रो रूपा सुनारजीले चाहिँ सरस्वती प्रधानलाई प्रोभोक गरेर भन्न लगाएको अवस्था। सम्म भन्यो, अब के बुझे सरस्वती प्रधानले के चाहिँ बुझेर चाहिँ भन्यो भन्ने कुरा नै यहाँ त क्वेसन छ नि त। अब त्यति भनेको कुरा अब त्यो कहाँनिर भन्यो भन्दाखेरि तपाईँले पनि हामी सबैले सुनेका छौँ अडियो, केही क्षण कुरा गरिसकेर बिचमा गएर भन्यो। अब सरस्वती प्रधानजीले त्यो भनेको कुरा चाहिँ नि ल अब के अरे अपराध भयो कि भन्ने कुरामा सोच्यौँ भने पनि अब त्यो भन्नुभन्दा अगाडि चाहिँ त्यो केही समय जुन चाहिँ बोलेको छ त्यो बोलेको कुरा रेकर्ड गर्नु, त्यो रेकर्ड सुरुमा रेकर्ड गर्नु नै अपराध गरिसक्यो हाम्रो रूपा सुनारले। अनि अपराध पहिला कसले गर्यो भन्दाखेरि अपराध त रूपा सुनारले गरेको हो नि त। त्यो बिचमा पछि गएर रूपा सुनारले त डिफाइन अपराध गरे हो, कानुनले अपराध हुन्छ भनेर प्रष्ट भनेको विषयमा अपराध गरिसकेको छ रूपा सुनारले। अब बिचमा गएर चाहिँ त्यो रेकर्डको बिचमा बोल्दै जाँदाखेरि अब सरस्वती प्रधानजीले बोलेको कुरा चाहिँ कानुनले अपराध भनेर डिफाइन गरेको छैन, अपराध भनेर प्रष्ट डिफाइन गरेको छैन। त्यो त भोलि अदालतले फाइनल डिसिजन गर्ने बेलामा मात्रै डिफाइन गर्छ यो अपराध हो कि होइन भन्ने कुरा। अब रूपा सुनारले गरेको अपराधै हो भन्ने कुरा प्रष्ट भएको कुरामा चाहिँ कसैलाई त्यो रूपाजीलाई चाहिँ कन्सर्न छैन, मैले गल्ती गरेँ कि भन्ने कुरा आवाज छैन। अब अदालतले भोलि व्याख्या गरेपछि बल्ल इस्टाब्लिस हुने अपराध हो कि होइन भन्ने कुरामै कन्फ्युजन भएको विषयमा सरकारी वकिलले चाहिँ अपराध भएको अवस्था देखिँदैन भनेर चाहिँ हाजिर जमानीमा छोडिसकेको कुरामा चाहिँ यो धेरै स्टन भएर अगाडि बढेको छ। मलाई जहाँसम्म लाग्छ अब यो रूपा सुनारजीको विरुद्धको जुन मुद्दाहरू छ यो दुईटा मुद्दा चाहिँ अदालतको त अघि मैले भनिहालेँ, यता प्रहरी कार्यालयको चाहिँ अब जुन जाहेरी दरखास्त छ अब हामी यसलाई पनि अनुसन्धानको प्रक्रियामा अगाडि पक्कै पनि जान्छ। गइसकेपछि हाम्रो रूपाजीलाई हिरासतमा लिएर कानुन बमोजिम चाहिँ उहाँ विरुद्ध पनि अनुसन्धान हुन्छ। मलाई जहाँसम्म लाग्छ त्यसमा पनि न्याय हुन्छ। हजुर पक्कै पनि के भन्ने अब सरस्वती प्रधानजीले पनि तपाईँको जात के हो, म यस्तो जातलाई कोठा दिन्न भनेर प्रष्ट भनेको भए उनको गल्ती हुन्थ्यो होला, तर त्यो विषयमा त्यो कुरै निस्केको छैन नि है त्यो अडियो रेकर्डमा। यो तपाईँले एकदमै महत्त्वपूर्ण क्वेसन गर्नुभयो। रूपाजीलाई चाहिँ सरस्वती प्रधानले तपाईँ कुन जातको यो जातको भए म दिन्न भनेको भए अपराध होला हजुर, त्यो चाहिँ एउटा पाटो भयो। त्यो चाहिँ हामी सामाजिक रूपमा चाहिँ त्यस्तो भनिदिएको भए पो गल्ती गरेको भयो त भन्नुभयो। तर म कानुनको विद्यार्थी भएको नाताले यसलाई अन्यथा नलिनु होला, म चाहिँ जातीय भेदभावको पक्षपाती पनि हुँ भन्नु होइन, म पनि त्यो कुरालाई गलत मान्छु। तर म चाहिँ के भन्छु भन्दाखेरि अघि मैले इक्जाम्पल दिएँ नि, म मेरो कोठाभित्र म कसरी सुतिरहेको छु, म कसरी बस्छु भन्ने कुरा अरूको चासोको कुरा होइन, मेरो नितान्त व्यक्तिगत लाइफमा। भनेपछि सरस्वती प्रधानले उहाँको आफ्नो निजी व्यक्तिगत घरमा तपाईँ यो जातको मान्छे भएकोले चाहिँ हाम्रो घरमा चाहिँ यसरी प्रब्लम हुन्छ, हामी चाहिँ राख्दैनौँ है भनेर भन्न पाउँछ, कानुनले भन्न पाउँछ। म त त्यो पो भनिरहेको छु, कानुनले भन्न पाउँछ, कानुनले भन्न पाउँदैन भनेको छैन। रूपाजीलाई यो जातको भएकोले डेरामा राख्दिन भन्ने कुरा चाहिँ पब्लिक स्पेसमा भन्न पाइँदैन, अथवा चाहिँ रेन्टल हाउस भनेर चाहिँ डिक्लेयर गरेको ठाउँमा भन्न पाउँदैन, अथवा रेन्टमा दिने व्यवसाय नै चलाइराखेको अवस्थामा भन्न पाइँदैन। तर निजी घरमा निजी प्राइभेट लाइफमा भन्न पाउँछ, कानुनले भन्न पाउँदैन भनेको छैन। यो कुरा चाहिँ हामी प्रश्न हुन्छ। सरस्वती प्रधानजीले आफ्नो घरभित्र नितान्त व्यक्तिगत रूपमा रूपाजीलाई म चाहिँ नि हामी चाहिँ नि नेवार समुदाय हामी यसरी पर्व जात्रा मनाउने हामी गर्छौँ, अनि चाहिँ तपाईँ चाहिँ नि कामी समुदायको पर्नुभयो,
अनि हामी जात्रा पर्व मनाउनलाई चाहिँ नि हाम्रो आफ्नो कल्चर अनुसार चाहिँ नि आफ्नो जुन जुन यो जुन रीतिरिवाज लाइफस्टाइल जुन छ इन्डिजिनियस पिपुलहरूको लाइफस्टाइल जुन छ हजुर त्यो मनाएर अगाडि जानको लागि चाहिँ तपाईँ जातको व्यक्ति हाम्रो घरमा बस्दाखेरि चाहिँ नि हामी परिवारलाई चाहिँ नि यसले चाहिँ डिस्टर्ब गर्ने भयो भनेर उहाँलाई रिजेक्ट गर्न पाइन्छ कानुनले भनेकै छ पाइँदैन भनेर भनेको छैन यो कुरा हामी प्रष्ट हुनु पर्यो त्यो कारणले गर्दाखेरि म त के भन्छु भन्दाखेरि रूपाजीले जुन चाहिँ कुरा उठाएको छ त्यो गलत ठाउँमा उठाएको छ निजी आवासमा प्राइभेट लाइफ भएको ठाउँमा पाइन्छ यो भन्न पाइन्छ यदि त्यसरी नपाइने हो भने त तपाईँको चाहिँ अधिकार के त यहाँ चाहिँ के भयो भन्दाखेरि खालि चाहिँ नि क्लेम गर्न जाने मान्छेको मात्रै अधिकार हुने क्लेम गर्न नजाने मान्छेको चाहिँ अधिकार नहुने भन्ने कुरा त नहोला नि अधिकार त स्वत आफै स्वचालित भइराख्ने विषय होला नि अब विषयवस्तु के रह्यो त भन्दाखेरि घरपेटीले आफ्नो कल्चरल राइट अथवा चाहिँ राइट टु फ्रिडम राइट टु थट जुन आस्थाको अधिकार छ यो कुराहरू गर्न पाउने हो त अरूको विरुद्धमा भन्दाखेरि यो व्यवस्थित रूपमा हेर्दाखेरि चाहिँ नै पाउँछ त्यो पाउँछ भन्ने कुरा हाम्रो नेपालको त कुरा छोडिदिउँ युनाइटेड किङडम जुन छ हाम्रो चाहिँ बेलायत जुन छ बेलायतमा समेत म तपाईँलाई दुईवटा इन्सिडेन्ट बताइदिन्छु यो करिब 2013तिरको 10तिरको दुईवटा केस हो एउटा केसमा चाहिँ त्यहाँ बेलायतमा चाहिँ यो हाम्रो चाहिँ मारवाडी भन्छौँ हाम्रो यताको भाषामा हिन्दू धर्म मान्ने मारवाडी व्यक्ति एउटा चाहिँ त्यहाँ मरेको अवस्था थियो अनि उहाँ चाहिँ वयोवृद्ध भएर मरेको अवस्था अनि मर्नुभन्दा अगाडि चाहिँ उहाँले चाहिँ आफ्नो इच्छामा चाहिँ उहाँको इच्छा के थियो भन्दाखेरि उहाँको आफ्नो अन्त्येष्टि गर्दाखेरि चाहिँ धार्मिक परम्परा बमोजिम हिन्दू धार्मिक परम्परा बमोजिम चाहिँ अन्त्येष्टि गर्नु भन्ने उहाँको अन्तिम इच्छा थियो त्यसपछि उहाँ मर्नु भइसकेपछि उहाँ मृत्यु भइसकेपछि उहाँको अन्त्येष्टि गर्दाखेरि चाहिँ ओपन स्पेसमा चाहिँ पब्लिकली त्यो जलाएर धुवा निकालेर चाहिँ अन्त्येष्टि गर्नुपर्ने अवस्था अब हामी हिन्दू धर्म मान्नेहरूको त त्यस्तै हो अब त्यो जलाएर चाहिँ गर्दाखेरि एउटा पर्टिकुलर बिल्डिङमा त्यसरी जलाएर गर्दाखेरि चाहिँ त्यहाँको चाहिँ अरू पिपुलहरूले त्यसलाई चाहिँ रोक्न खोज्दाखेरि यो चाहिँ अब डिस्टर्ब गर्यो अब वातावरणीय कुराहरू अरूलाई ओपन स्पेसमा चाहिँ फ्युनरल गर्दाखेरि मृत्यु संस्कार जलाउँदाखेरि चाहिँ अरूलाई डिस्टर्ब भयो भनेर चाहिँ उजुरी दिएको ठाउँमा यो अदालतले के निर्णय गरेको अवस्था थियो भन्दाखेरि होइन यो चाहिँ उहाँको हिन्दू धर्म बमोजिम चाहिँ हिन्दू परम्परा बमोजिम चाहिँ त्यो जलाएर अन्तिम संस्कार गर्ने प्रचलन भएको र उहाँको त्यो इच्छा भएकोले यो हिन्दू धार्मिक परम्परा र आस्थालाई त्यो धार्मिक आस्था बमोजिम चाहिँ त्यो अन्तिम संस्कार चाहिँ त्यसरी ओपन स्पेसमा जलाएर गर्न पाउँछ भनेर चाहिँ त्यसरी बेग्ला भएर बसेको अवस्था छ मतलब ओपन स्पेसमा जलाएर चाहिँ मृत्यु संस्कार गर्दाखेरि त्यहाँ वरिपरिको धेरै मान्छेलाई त्यसको धुवा र गन्धले त डिस्टर्ब त गर्छ नि साँच्चीकै डिस्टर्ब गर्छ अधिकार अरूको त हनन गर्छ नि तर राइट टु रिलिजन राइट टु थटको जुन कुरा छ आस्थाको जुन कुरा छ त्यो कुरा त त्यहाँ इम्प्लिमेन्ट भयो नि बेलायत जस्तो देशमा अनि त्यसपछि अर्को कुरा छ यहाँ चाहिँ बेलायतकै एउटा अर्को केसमा चाहिँ के छ भन्दाखेरि एउटा मान्छेलाई एक किसिमको चाहिँ ट्युबरक्लोसिस रोग भएको हुन्छ र त्यो ट्युबरक्लोसिस रोग चाहिँ उहाँहरूको आस्था बमोजिम कुनै एउटा मन्दिरमा गएर चाहिँ यो पशु बलि दिएर चाहिँ निको हुन्छ भन्ने उहाँको कुनै आस्था भयो र त्यो कतै मन्दिरमा चाहिँ पशु बलि दिन खोज्दाखेरि चाहिँ त्यो पशु बलि दिन पाइँदैन भनेर त्यहाँ पनि रोक्न खोज्यो अनि त्यो ट्युबरक्लोसिस रोगको उपचारको लागि चाहिँ मेरो चाहिँ आस्था चाहिँ यो पशु बलि दिएर गएपछि मेरो निको हुन्छ भन्ने मेरो आस्था छ यो चाहिँ मेरो आस्थामाथिको चाहिँ उल्लङ्घन भयो भनेर चाहिँ अदालतमा जाँदाखेरि त्यहाँ पनि के बोलिदिएको छ भन्दाखेरि हिन्दू धार्मिक परम्परामा चाहिँ आस्थामा चाहिँ अब उहाँको आफ्नो रोगको निवारणको लागि म सर्टेन धार्मिक विधि पुऱ्याएर चाहिँ म अपनाउँछु भनेर बलि दिन खोज्छ भने चाहिँ उहाँहरूको धार्मिक परम्परा बमोजिम बलि दिएर गर्न खोज्छ भने यसलाई चाहिँ यो राइट टु थटको राइट टु रिलिजनको यो आस्थाको धार्मिक आस्थाको चाहिँ अधिकार हो भनेर त्यहाँ पनि रोकेको छैन त्यहाँ पनि अदालतले चाहिँ स्वीकृति दिएको अवस्था छ भनेपछि हामी कता छौँ बेलायत जस्तो देशमा चाहिँ यसरी प्रचलन र धार्मिक आस्थाको लागि चाहिँ त्यति महत्त्वपूर्ण दिएको स्पेस दिएको छ भन्दाखेरि हामी कता छौँ हामी त उहाँहरू रूपा सुनारजी जस्तो व्यक्तिहरू चाहिँ के छ भन्दाखेरि आफ्नो देशको परम्परा नचिन्ने आफ्नो देशको चाहिँ संस्कृति र आफ्नो देशको पहिचान नचिन्ने आफ्नो देशको जनताको चाहिँ वास्तविक चाहिँ लाइफस्टाइल नचिन्ने अनि चाहिँ वेस्टर्नाइज चाहिँ यो अमेरिका बेलायत अमेरिका चाहिँ युरोपको चाहिँ जुन चाहिँ लाइफस्टाइलको
मा अपनाएको कानुनी प्रचलन कानुनी प्रणालीलाई चाहिँ नि बुझ्दै नबुझी चाहिँ नि ल्याएर चाहिँ कपी पेस्ट गरेर चाहिँ नि यहाँ चाहिँ स्टन गर्न खोज्ने भनेको यो चाहिँ एकदमै गलत कुरा हो। यो कुरालाई चाहिँ हामीले समय सापेक्ष कसरी लाने भन्ने कुरा चाहिँ बुझ्न एकदम अत्यन्तै जरुरी कुरा हो। हजुर, हस्, धन्यवाद सुवालजी। कार्यक्रममा अमूल्य समय दिनुभयो, यतिका जानकारीहरू दिनुभयो, यसको लागि नेवा एफएमको तर्फबाट म यहाँलाई धन्यवाद दिन चाहन्छु। हजुर, धन्यवाद। भविष्यमा फेरि यहाँसँग यस्तै कुराकानी गर्ने आशा राख्दै आजलाई बिदा लिएँ है त। हजुर, धन्यवाद, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो राजकुमार सुवाल, अधिवक्ता। उहाँ भक्तपुर निवासी हुनुहुन्थ्यो र उहाँ विशेष गरी बौद्धिक सम्पत्ति विज्ञ, स्पेसल्ली बौद्धिक सम्पत्ति विज्ञ हुनुहुन्थ्यो र उहाँसँग आज हामीले काठमाडौँको रूपा सुनुवार र सरस्वती प्रधान विरुद्धको जुन यो मुद्दा थियो त्यस विषयमा कुराकानी गरौँ। पक्कै पनि काठमाडौँ उपत्यकामा प्राचीन कालदेखि नेवार बस्ती छ, नेवारहरू यहाँ बसेर आइरहेका छन्, उनीहरूको आफ्नै रीतिरिवाज आस्थाहरू छ, त्यसमा कसैले खेलवाड गरेको पक्कै पनि खेलवाड गर्नु हुँदैन है, उनीहरूको पनि आफ्नो अधिकार हुन्छ। हो, रूपा सुनार एउटा फरक जातकी हुन्, तर उनलाई राख्दिन भन्न पाउने अधिकार घरबेटीमा रहेछ भन्ने कुरा हामीले आज राजकुमार सुवालजीसँग कुराकानी गरेर यो कुराहरू बुझ्यौँ। श्रोताहरू, हाम्रो नेवा एफएम सुन्दै गर्नुहोला। कतिपय श्रोताहरूले नेवा एफएम सुन्न सकिएन भनेर फोन कल पनि गर्नुहुन्छ। उहाँहरूको लागि म एउटा टिप्स दिन चाहन्छु। वो एप्स र हाम्रो पात्रो यो यहाँको मोबाइलमा डाउनलोड गर्नुहोस्, त्यसबाट नेवा एफएम सुन्न सक्नुहुनेछ है त। अब आजको लागि समय सन्दर्भबाट सुशान्त श्रेष्ठ र शङ्कर थापालाई बिदा दिनुहोस्। मङ्गलबार फेरि भेटौँला। शुभ।